हेलो साथीहरु, स्वागत छ आजको हाम्रो भिडियोमा। आज फेरि हामी सिस्नुसँग मकैको भात हालेर आएको छौं। यहाँ छ हाम्रो के रे पिँडालु र आलु छ। चट्ट कागती हालेर आएको छौं। लुखाम है ल अब चाहिँ हामी सुरु गर्छौं है। सिस्नु हाल्नु है पहिला। फर्स्ट बाइट खाए ल चोपी चोपी पो म त्यहाँ हालिदिन्छु के पक्न एकचोटी। यो कति मिठो हुन्छ हैन यो चाम्रे जस्तो माम्री एकचोटी त्यहाँ ओ सरी कति मिठो जस्तो। म पनि यसरी खान्छु, यस्तो हाल्छु। त्यत्रो हुर्दैन पिरो हुँदैन? पिरो त खाने त सक्यो भने सके, सकेन भने सक्यो। भएको त हालिदिन्थे एक खान्थे अलिक दिम ठुलो भन्ने हाल्नु हो। अलिकति त हाल्नु पर्यो। यो पानीले ऊ पिटेको ऊ छेक्रे पानी हुन्छ अरे क्या। अनि चाहिँ यस्तो ब्रेल्ला हुँदैन नि त, त्यही भएर। ल खाए स्टार्ट गरिसके मलाई पनि दिन खोज्ने अलि टोक्न त ल माथिको टुप्पा यस्तो दामी छ। कस्तो आइरहेछ। आज एकादशी पनि हो है, त्यही भएर। धेरै पिरो है, मिठो पिरो क्या दामी। अब उसले त खाइसक्छ त। दामी। हामीले 3 चोटि भयो ढेँडा खाएको, के अरे सिस्नु खाएको। हाम्रो गाउँबाट एकचोटि मुगाको बुवा आउँदाखेरि, एकचोटि अस्ति यो अर्गानिक गाउँको हाम्रो अलिकति त्यो चाहिँ माथिको अलिकति नर्चे टिपेर हालेको के। ओके मलाई यो त त्यो सक्दैन तर मिठो पिरो नि है, बास्नादार खोर्सानी। ओहो आँखाबाट आँसु नि आयो भाइ। राख्ले अलि टाढो भयो। के खतरा पिरो। कागती त्यस्तो पाराले काट्ने होइन त, नि कहाँबाट रसाउँछ त? त्यस्तो पाराले पो काट्ने त। 2 टुक्रा काट्दा पनि
Yang ngawin ala. त्यो No. हो र खान दिदी चाट्न No. Sakin. ओके म खान्छु Piro. ओ मेरो त सक्यो है सिस्नु Kode piro guna. Mole ga sakin. के बोल्छ के हेरसम्म Yeah. Mata people. ल मकैको भात सक्यो अब बिट मार्नु पर्यो चामलको भातले यो चाहिँ चट्ट कर्कलो र आलु र कर्कलो कर्कलो भन्छ नि पिडालु भनौँ न पिडालुको पत्ता Orkal मिल्दैन कर्कलो कर्कलो गाभा भन्दैन के भन्छ हौ तिम्रो पनि हालमा छ यहाँ थोरै थोरै हालेको म पनि भने तिमीहरूको बास्ना आएन भने सिस्नु के मिठो हुन्छ र मलाई तिम्रो पनि मिठो लाग्छ तर कस्तो हुन्छ जिउले धेर खाँदा पो यस्तो दाली छ आमाले भन्छ नि नानी किन फोन गरेन भन्दै हुन्थ्यो होला मम्मीले मोबाइल हेर्न थालेपछि थाहै पाउनु यस्तो मिठो छ झन् कागती हालेको है बेबी फर्सीको तरकारी सक्यो फर्सी पनि ल्याएन हिजो बेलुका अङ्कलले मैले खाएको पनि सँगै हो पिरोले ल्याएर ल त्यही राख्दै देख्दैन चिप्ले भिन्डी चाहिँ कहाँ पिस पिस यत्रो काटेको स्लाइस यस्तो दामी हो यति मिठो हो मैले त पनि त भात खाइन वाह त केबी देखाएको दामी बाबाल नामी